अध्यक्ष रवीना खातून जी जय श्री राम। सीताराम 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 कहिए, चाहे विधि राखे राम, चाहे विधि रहिए। रवीना खातून जी आजको टाइममा अलिकति डिस्टर्ब भइहाल्नु भएको छ। उहाँको अलिकति मानसिक प्रब्लमै भए जस्तै लागिरहेको छ। अलिकति उहाँलाई प्रब्लम टर्चरहरू बढी दिएको छ, मान्छेहरूले सुन्नमा आएको छ। यसको एउटै इलाज छ, राम नामको जाप गर्नुहोस्, राधे राधे गर्नुहोस्, काल कष्ट यत्तिकै हराइहाल्छ। अनि रह्यो कुरा रवीनाजीलाई गएर उहाँको आइडीमा कमेन्टमा गेट वेल सुन भनेर लेखिदिनुहोस्, अल इज वेल भनेर लेखिदिनुहोस्। उहाँलाई एकदमै जरुरी छ। जहाँ भेट्नुहुन्छ अलिकति धनियाको फुल ल्याएर दिइहाल्नुहोस्, किनभने अलिकति पाचन शक्तिमा अलिकति कमजोरी आएको जस्तो महसुस भइरहेको छ हामी सम्पूर्णलाई। अलिकति धनिया सनिया जहाँ भेट्नुहुन्छ एक मुठ्ठा गिफ्ट दिनुहोस् हाम्रो रवीना खातुनजीलाई र जय श्री राम भन्दै उहाँलाई भगवानसँग कामना गरौँ सद्बुद्धि आओस्, धर्मको लागि कल्याण गरून् र उहाँको पनि छिटै अब घर वापसी हुन्छ जस्तै हामीलाई विश्वास छ। रवीनाजी फेरि पनि सीताराम 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 कहिए, जय श्री राम, जय श्री रहिए, जय श्री राम, जय जय श्री। माया कहीं न किन पोजिसन हरे कृष्णा। देख में बोलो जय श्री राम बोलो जोर से, बोलना जोर से बोलना। अच्छा ओली छोड़ तुम नहीं बोल रहे, छोड़।